पशुपतिनाथ यो नाम सुन्ने बित्तिकै हिन्दू जगतको सबैभन्दा पवित्र स्थलहरू मध्ये एकको चित्र दिमागमा आउँछ हैन त? तर यसको जुन गहिरो आध्यात्मिक शक्ति छ नि त्यसको पछाडि वास्तवमा के छ? ल आउनुस् आज हामी यसको रहस्य पत्ता लगाउने कोसिस गरौँ। एकदमै गहिरो कुरा छ है। यो केवल मन्दिर होइन, यो त शिवको जीवित उपस्थिति हो। नेपालको पशुपतिनाथको मुटुमा यही विश्वास बसेको छ। तर आखिर केले यो मन्दिरलाई यति शक्तिशाली बनायो होला त? के छ यहाँ त्यस्तो खास? ल यसको महत्त्व राम्रोसँग बुझ्नका लागि हामीले सबैभन्दा पहिले त यसको पौराणिक उत्पत्तिमा फर्किनुपर्छ। कथा कहाँबाट सुरु हुन्छ त्यहीबाटै जाउँ। एउटा कथा एकदमै प्रचलित छ कि भगवान शिव एकान्तको खोजीमा मृगको रूप लिएर काठमाडौँ उपत्यकामा आउनुभयो। तर उहाँको दैवी शक्ति कहाँ लुक्त्यो र? केही अचम्मका घटनाहरू भए र अन्ततः त्यहाँ जमिनमुनि लुकिएर रहेको स्वयम्भू लिङ्ग मतलब आफै प्रकट भएको लिङ्ग फेला पर्यो। हो, यो जुन आफै प्रकट हुने शक्ति छ नि हो, यही नै ज्योतिर्लिङ्गको अवधारणाको केन्द्रबिन्दु हो। यो एउटा यस्तो ब्रह्माण्डीय विचार हो जसले केही खास पवित्र स्थलहरूको सर्वोच्च ऊर्जाको बारेमा बताउँछ। तर मनमा प्रश्न आउन सक्छ, आखिर यो ज्योतिर्लिङ्ग भनेको के हो त? अब यो प्रश्नले हामीलाई एउटा स्थानीय कथाबाट सिधै ब्रह्माण्डकै प्रकृतिको विशाल कथातिर लैजान्छ। हेर्नुस्, यो कुनै साधारण मूर्ति वा पत्थर होइन। ज्योतिर्लिङ्ग शब्द नै ज्योति यानि प्रकाश र लिङ्ग यानि प्रतीकबाट बनेको छ। सजिलो भाषामा भन्नुपर्दा यसलाई शिवको अनन्त ऊर्जाको प्रत्यक्ष दैवी उपस्थितिको रूपमा लिइन्छ। यसको पछाडि शिवपुराणको एउटा निकै रोचक कथा छ। एकपटक ब्रह्मा र विष्णुबीच को श्रेष्ठ भन्ने विषयमा ठूलो विवाद भयो। हो, ठ्याक्कै त्यही बेला उहाँहरूको बीचमा एउटा अनन्त विशाल प्रकाशको स्तम्भ प्रकट भयो। दुवैले त्यसको सुरु र अन्त्य पत्ता लगाउने कोसिस गर्नुभयो, तर कसैले पनि सकेनन्। यसले के प्रमाणित गर्यो भने शिवको प्रकृति अनन्त छ। अब कुरा आउँछ पशुपतिनाथको। हामी सबैलाई थाहा छ भारतमा 12वटा आधिकारिक ज्योतिर्लिङ्गहरू छन्। तर यति हुँदाहुँदै पनि एकदमै शक्तिशाली आध्यात्मिक र शास्त्रीय तर्कहरू छन् जसले पशुपतिनाथलाई पनि त्यही दैवी श्रेणीमा राख्छन्। खासमा 4वटा मुख्य कारणहरू छन् जसले पशुपतिनाथलाई ज्योतिर्लिङ्ग मान्नुपर्छ भन्ने बलियो आधार दिन्छन्। जस्तै यो स्वयम्भू हुनु, एक प्रमुख तान्त्रिक केन्द्र हुनु, केदारनाथसँगको आध्यात्मिक सम्बन्ध र शैव ग्रन्थहरूमा यसको महिमा। खासमा यो आफै प्रकट भएको हुनु र एक प्रमुख आध्यात्मिक केन्द्र हुनुको जुन संयोजन छ नि त्यसले नै यसलाई एकदमै अद्वितीय बनाउँछ।